Hello everyone, नमस्ते एन्ड फ्याफुलो फेरि पनि तपाईहरुलाई स्वागत छ स्पोर्ट्स 26 को यो प्रसारणमा। र अहिले भने म उपस्थित भइसकेको छु मेङग्लास टी गार्डनको भद्य लाइनको खेल मैदानमा, जहाँ 3 डे नकआउट फुटबल टुर्नामेन्टको फाइनल म्याच अब केही छिनपछि हुन गइरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ ब्लू जर्सीमा बडा लाइनको टिम छ भने युवा जोशले भरेको रांगामाटीको टिम यहाँ एकतर्फा उपस्थित भइसकेको छ। र आज रांगामाटी भर्सेस बडा लाइनको बीचमा 3 डे नकआउट फुटबल टुर्नामेन्टको अब केही छिन बादमा म्याच स्टार्ट हुन लागिरहेको छ। र यहाँ भने बडा लाइनका प्लेयरहरूले आफ्नो स्ट्र्याटेजी बनाउँदै बडा लाइनको प्लेयरमा एकदम अनुभवी प्लेयरहरू उपस्थित छन्। जस्तै गोलकिपरमा सरोज र आज डिफेन्सको भार निभाउने छ मनिष, र स्टोपरमा तपाईँ हेर्न सक्नुहुन्छ 4 नम्बर जर्सीमा स्टोपरमा रमेश पासवान जस्तो एक्सपिरियन्स प्लेयरहरू आज खेलिरहेको छ भने बडा लाइनमा विल्सन विवेकहरू जस्तै राम्रो प्लेयरहरू आज बडा लाइनको टिमबाट खेलिरहेको छ भने अरेन्ज जर्सीमा तपाईँ हेर्न सक्नुहुन्छ रांगामाटीको युवा केटाहरू लिएर म्याच खेलिरहेको छ। यसमध्ये 4 नम्बर जर्सीमा बलकुदा खेलिरहेको छ साथीहरू। र अहिले भने पानीको कारणले त्यति साह्रो अडियन्सहरू पनि उपस्थित भएको छैन र हामी यहाँ छाता ओढेर बसिरहेको छौँ। यहाँ मसँग मेरो साथी हुनुहुन्छ, के हो तिम्रो नाम? धनेश्वर। मेरो साथी धनेश्वर हुनुहुन्छ र म चाहिँ उहाँको छातामा ओत लागेर बसिरहेको छु। धनेश्वर साथी, आज कसले जित्छ जस्तो लाग्दैछ? एकदम म्याच कन्टेस्टै हुन्छ अहिले हेरेर यिनीहरूको पनि युवा जोश। सुरुमा नै विल्सनले डाइरेक्ट पोस्टमा प्रहार गर्ने प्रयास गरेका छन्। धेरै राम्रो ड्रिब्लिङ 10 नम्बर जर्सीमा 6 नम्बरलाई दिने प्रयास तर असफल रह्यो। विल्सनको खुट्टामा बल आफ्नो साथीलाई खोजिरहेको छ विल्सनले। राम्रो क्रस, धेरै राम्रो बल थियो। सुरुदेखि नै बडा लाइनले आक्रामक रूप अपनाइसकेको छ। बडा लाइनमा तपाईलाई भन्नुपर्दा बडा लाइनको प्लेयरहरू सबै एक्सपिरियन्स प्लेयरहरू रहेको छ। डिस्ट्रिक्ट लेभलको म्याचहरू खेलेर आइरहेका छन्। 8 नम्बर जर्सीमा विवेक र साइड ब्याकको भूमिका निभाउँछ हापा। अनसाइडमा विल्सनले साथी खोज्दै, तर पानीले गर्दाखेरि आज म्याच खेल्न अलिकति असुविधा भइरहेको छ। विवेकले ल राम्रो काउन्टर हुनसक्छ। यहाँ 10 नम्बर भाइको खुट्टामा बल आफ्नो साथीलाई खोज्ने प्रयास गरिरहेको छ। 10 नम्बर भाइले 6लाई पास दिएको छ। 6ले 14लाई प्रयास दिने, धेरै राम्रो क्रस। त्यति नै राम्रो गोलकिपर सरोज, एकदम अनुभवी गोलकिपर हुनुहुन्छ सरोज। म्याचको लगभग 3 मिनट शेष भइसकेको छ र पानीले गर्दा अलिकति म्याच खेल्नुमा असुविधा भइरहेको छ यहाँ। र यहाँ माथि तपाईँ हेर्न सक्नुहुन्छ एकदम बेलकुनीको व्यवस्था गरिएको छ। विवेक भने नाखुस रहेको छ। एक प्रकारले सिनियर भर्सेस जुनियर भन्न सक्छौँ हामी, किनभने बडा लाइनमा एकदम सिनियर केटाहरू छ भनेपछि जुनियर रांगामाटीको टिममा जुनियर भाइहरूले आफ्नो म्याच खेलिरहेको छ। र पानीले गर्दा आज एकदम डिस्टर्ब भइरहेको छ। ग्राउन्डमा पानी जमिसकेको छ। बलकुदा हाम्रो पास 10 नम्बरका लागि बलकुदाको लागि पास दिएको थियो, तर बलकुदा अनसाइड। बलकुदाको लागि राम्रो चान्स हुने थियो, तर बलकुदाले बलमा त्यति साह्रो इन्ट्रेस्ट देखाएन। तर विल्सन भने अलि एट्याक गर्दै राम्रो डिफेन्डिङ 6 नम्बरको 1:3 बलकुदा अन द लाइन। बलकुदा सुट गर्नुपर्छ यहाँबाट। राम्रो प्रयास तर बाहिर।
विवेक विवेक फल फल कन्सिडर भएको छ र यो आजको म्याचको फर्स्ट फल किक प्राप्त गरेको छ चेल लाइनको साइनले टी गार्डनको बडा लाइनले र फ्री किक लिएर स्वयं विल्सन एकदम अनुभवी प्लेयर विल्सन र लेट्स सी राम्रो फ्री किक र त्यति नै राम्रो बचाउ गोलकिपरको पानी छैन हुन्छ पानी भइहाल्छ कर्नर किक धेरै राम्रो चान्स थियो 12 नम्बरको लागि तर बललाई कन्ट्रोल गर्न सकेन 12 नम्बरले बल कुदाको खुट्टामा बल क्रस गर्ने प्रयास विवेक विवेक भने एकदम फुर्तिला प्लेयर छन् रमेशको खुट्टामा बल रमेशले विवेकलाई पास दिएको छ र विल्सन खाली यतापट्टि 12 नम्बर खाली रहेको छ 12 नम्बर खाली र विवेकलाई पास दिएको छ विवेकलाई 4 नम्बर बल कुदाको प्रयास राम्रो प्रयास राम्रो शट 3-डे नकआउट फुटबल टुर्नामेन्टको आज फाइनल म्याच खेलिरहेको छ तपाईहरु सक्नुहुन्छ ब्लू जर्सीमा खेलिरहेको छ साइनली बडा लाइनको टिम भनेपछि अरेन्ज जर्सीमा खेलिरहेको छ राङामाटी टी गार्डनको टिम र अहिले भने म्याचको लगभग 7 मिनेट भइसकेको छ फाइनल म्याचको 7 मिनेट भइसक्यो र राम्रो चान्स डिफ्लेक्सन भएको छ यहाँ र गोल हुने सम्भावना थियो तर बललाई कन्ट्रोल गर्न सकेन बडा लाइनको प्लेयरले पानी परेको कारणले गर्दा प्लेयरहरू एकदम कन्ट्रोल गर्नमा असफल भइरहेको छ र अहिले पनि हजुरहरूले हेरिरहनु भएको छ स्पोर्ट्स 26 च्यानल राम्रो गोलकिपिङ हापाको क्रस राम्रो प्रयास 14 नम्बर खाली छ ह्यान्डबल बल कुदा एकदम नाखुस रहेको छ राम्रो चान्स पानीले गर्दा एकदम डिस्टर्ब भइरहेको छ पानी नहुनु भने विल्सनले बल सजिलो प्राप्त गर्न सक्थ्यो सायद गोल पनि हुन सक्थ्यो राम्रो क्रस विवेक गोलकिपर धेरै राम्रो एक्सपिरियन्स गोलकिपर छ यता मनिष भाइ मनिषको लागि राम्रो पास थियो 11 नम्बर जर्सीमा राङामाटीको टिममा एक मात्र है सिनियर प्लेयरको रूपमा बल कुदा खेलिरहेको छ भने सबै जुनियर भाइहरू खेलिरहेको छ है राङामाटीको टिममा अरेन्ज जर्सीमा तपाईँ हेर्न सक्नुहुन्छ अरेन्ज बिफमा भन्नु सक्नुहुन्छ हामी है तर अर्कोतर्फ साइनली बडा लाइनको टिममा धेरै एक्सपिरियन्स खेलाडीहरू छ है युवा भए तापनि उनीहरूकोमा ठुल्ठुलो म्याच खेल्ने एक्सपिरियन्स रहेको छ हापा विवेकले मनिष खाली छ रमेश विवेकलाई पास दिन्छ मनिषलाई पास दिने प्रयासमा यहाँ प्लेयर घाइते भएको छ बलकुदाले 14 नम्बर लिएर बलकुदाको राम्रो शट तर राम्रो प्रयास विवेकको राम्रो सेभ तर यहाँ 8 नम्बर जर्सीमा विवेक र 13 नम्बर जर्सीमा राङामाटीको प्लेयर घाइते भएको छ
राम्रो क्रस गोलकिपरले बललाई ग्रिप गर्न असफल रहेको छ तर पनि त्यति साह्रो केही नोक्सान त भएको छैन गोल हुनु सक्थ्यो अलिकति भित्र भएको भाइ दोस्त पानी आयो यहाँ हाम्रो दोस्त हुनुहुन्छ पानी पर्यो दोस्त गोल हुन्छ पानीले डिस्टर्ब गर्यो नि पानीले एकदम डिस्टर्ब भइरहेछ है राम्रो पास तर पानी आज पानीले एकदम डिस्टर्ब गरिरहेको छ बल पोजिसनको कुरा गर्नुपर्दा रानीचिरा बडा लाइन 80% बल खेलिरहेको छ भने राङ्गामाटीले 20% बल खेलिरहेको छ तर गोल हालैसम्म कुनै पनि गोल भएको छैन राङ्गामाटीको डिफेन्डिङ नयाँ जोसले भरेको 11 नम्बर डिफेन्डिङ सुरुदेखि नै धेरै राम्रो प्रयास गरिरहेको छ राम्रो क्रस 14 नम्बरको लागि तर अलिकति ढिलो भयो on the line नर्मल क्रस 10 नम्बरको लागि तर ग्राउन्ड सानो छ याद गर्नुपर्ने छ प्लेयरले यो ग्राउन्ड सानो छ त्यसैले लङ सर्टहरू बेसी नखेलेर सर्ट पासमा निर्भर हुनुपर्ने छ र यहाँ चेन्ज गोलकिपर चेन्ज भइरहेको छ यहाँ राङ्गामाटीको टिमको गोलकिपर चेन्ज भइरहेको छ यहाँ ब्याक टु ब्याक चेन्ज भएको छ र राङ्गामाटी टिमको अहिले भने असल प्लेयरहरू उत्रिरहेको छ इमरान 11 नम्बर जर्सीमा इमरानले अब स्टोपरको भार निभाउने छ र अब राङ्गामाटीको टिममा पनि अलिकति अब परिवर्तन भएकोले गर्दाखेरि म्याच राम्रो हुने आशा गर्दछौँ हामी र राम्रो क्रस विल्सनको लागि इमरान राम्रो क्रस थियो अब भने राङ्गामाटीको टिम पनि एकदम ब्यालेन्स नजर आइरहेको छ किनभने अब राङ्गामाटीको टिममा इमरान जस्तै अनुभवी स्टोपरले कार्यभार सम्हालिसकेको छ भने गोलकिपरमा पनि राम्रो गोलकिपर आइसकेको छ है अब चाहिँ अलिकति चर्को पर्ने छ राम्रो क्रस बडालाइनको टिमले अब स्ट्राटेजी चाहिँ चेन्ज गर्नु पर्ला गोली अब इन द एयर खेल्नुपर्ने छ अन द एयर है किनभने तल एकदम पानी जमेकोले गर्दा बल त्यति साह्रो गएको छैन र यहाँ एट्याकिङमा राङ्गामाटी तर बललाई ब्यालेन्स गर्नु असफल भयो 8 नम्बर विवेकको राम्रो क्रस विल्सनको लागि अन साइड्समा छ विल्सन र यतापट्टि 12 नम्बर जर्सीमा खाली रहेको छ र 2 नम्बरमा पनि खाली राम्रो त छुनु छ सर्ट राम्रो सर्ट थियो र डिफ्लेक्सन पनि राम्रो आएको तर अलिकति भित्र भएको भए गोल हुन सक्थ्यो र फर्स्ट कर्नर किक फर राङ्गामाटी फर्स्ट कर्नर किक प्राप्त भएको छ खेलाको लगभग 14 मिनट शेष भइसकेको छ भने स्कोर इज स्टिल 0-0 राङ्गामाटी 0 बडा लाइन 0 इमरानको राम्रो हेड प्रयास थियो तर बल बारमा राख्न असफल रह्यो 10 नम्बर बल कुदाले भने एकदम च्यालेन्जिङ राम्रो च्यालेन्ज गरिरहेको छ विवेक राम्रो चान्स विवेकको लागि गोल तेरा राम्रो गोल 8 नम्बर जर्सीमा विवेक धेरै फुर्तिलो प्लेयर हुनुहुन्छ विवेक है र फर्स्ट हाफमा स्कोर 1-0 बडा लाइन 1
एन्ड राङामाटी 0। यता आउन राम्रो चान्स थियो, धेरै राम्रो सुजोग थियो, तर सुजोगलाई गोलमा परिणत गर्न सकेन। र अहिले भने स्कोर इज 1-0, बडालाइन 1 राङामाटी 0। अनसाइडमा तर आफ्नो प्लेयरलाई खोज्नु असफल रह्यो, तर पनि 10 नम्बरको खुट्टामा बल पोजिसनमा छ, राम्रो चिप रहेको थियो तर धेरै बाहिर हानेको छ। त्यसरी हानेर गोल हुने कतै पनि सम्भव छैन साथी हो। विल्सन अन अट्याक, 12 नम्बर खाली छ र गोल, ब्याक टु ब्याक गोल, ब्याक टु ब्याक गोल भइसकेको छ। यहाँ बडालाइनको प्लेयरहरू एकदम फर्ममा आइसकेको छ अहिले, एकदम अनुभवी प्लेयरहरू छ बडालाइनको टिममा। विल्सन 8 नम्बर जर्सीमा विवेक, यो दुईजनालाई एकदम मार्क गरेन भने यसरी गोल भइ नै रहनेछ। बलकुदाको सट, यस्तोमा त गोल हुँदैन नि भाइ। 3 डे नकआउट फुटबल टुर्नामेन्टको आज फाइनल म्याचको फर्स्ट हाफ खेलिरहेको छ, जसमा बडालाइनले 2 गोल हालिसकेको छ सुरुको फर्स्ट हाफमै नै। राङामाटी 0। बलकुदाले बल नम्बर अनसाइड। विल्सनको राम्रो ड्रिब्लिङ, फेरि बल लिएर अगाडि गइरहेको छ, तर पानीले 8 नम्बरको लागि बल, राम्रो बल छ र हातमा लागेर डिफ्लेक्ट भएको छ। कर्नर किक प्राप्त भइसकेको छ यहाँ बडालाइनको लागि। राम्रो ड्रिब्लिङ, 8 नम्बर जर्सी विवेक एकदम फुर्तिलो खेलाडी छ। तपाईँलाई मैले अलरेडी भनिसकेको छु, विवेकलाई चाहिँ एकदम मार्क गर्नुपर्ने प्लेयर विवेक र विल्सन, यो दुईवटा प्लेयरले चाहिँ जसरी भए पनि मार्क गर्नुपर्ने छ। र फेरि पनि फ्री किक प्राप्त भएको, कर्नर किक प्राप्त भएको छ। राम्रो सर्ट थियो विवेकको। राम्रो सर्ट, इमरान माछ्री धरो रेफको डिसिसनदेखि नाखुस मनिष उराउँ। राम्रो चान्स 14 नम्बरको लागि, तर अफसाइड कल भएको छ।
राम्रो टर्न मनिष राम्रो ड्रिब्लिङ अफसाइड 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 स्कोर 2-0 राङामाटी अरेन्ज जर्सीमा 0 रहेको छ भने ब्लू जर्सीमा बडालाइनले 2 गोल अलरेडी फर्स्ट हाफमा नै हानिसकेको छ र अहिले पनि फर्स्ट हाफको म्याच चलिरहेको छ। राम्रो क्रस विवेक राम्रो विल्सन विल्सन ए धेरै राम्रो सर्ट रहेको छ तर त्यति नै राम्रो सेभ गोलकिपरको धेरै मिठो सेभ। फर्स्ट हाफको अन्तिम चरणमा 2 मिनट एडिसनल टाइम र स्कोर 2-0 ब्लू जर्सीमा बडालाइनले 2 गोल हालेको छ भने अरेन्ज जर्सीमा राङामाटी 0। 3 डे नकआउट फुटबल टुर्नामेन्टको फाइनल म्याच खेलिरहेको छ अहिले। हामी छौँ मेङ्गलास टी गार्डनको भद्या लाइनको यस खेल मैदानमा जहाँ राङामाटी भर्सेस बडालाइन साइनली बडालाइनको बिचमा म्याच भइरहेको छ। स्कोर इज 2-0। राम्रो सर्ट बडालाइनको गोलकिपरलाई आज त्यस्तो कुनै प्रकारको च्यालेन्जिङ मुभमेन्ट आएको छैन। राम्रो सर्ट फेरि विवेक विल्सन खाली छ विल्सनको लागि दामी बल तर फेरि पनि पानीले डिस्टर्ब गरेको छ यो बललाई। बल बोय हेर्न सक्नुहुन्छ तपाईँहरू। राम्रो प्रयास 10 नम्बरको लागि 14 नम्बर खाली छ यहाँ तर मनिषको डिफेन्स एकदम राम्रो रहेको छ। फेरि राम्रो प्रयास राम्रो चान्स गोल। यहाँ स्टोपरको धेरै ठुलो गल्ती हामी हेर्न सक्छौँ है। यो गोल एकदम स्टोपरको गल्तीले गोल भएको छ र फर्स्ट हाफमा 3 गोल भइसकेको छ। अब भने फर्स्ट हाफमा नै 3 गोल कन्सिडर गरिसकेको छ। राम्रो सर्ट राम्रो अनसाइडमा छ तर बललाई कन्ट्रोल गर। यहाँ भएको छ फर्स्ट हाफको समाप्ति जसमा साइनी बडालाइन 3 र राङामाटी 0 र यो भने आज 3 डे नकआउट फुटबल टुर्नामेन्टको फाइनल म्याच खेलिरहेको छ अहिले र एकतर्फ तपाईँ हेर्न सक्नुहुन्छ अरेन्ज जर्सीमा राङामाटी 0 स्कोर र ब्लू जर्सीमा तपाईँ हेर्न सक्नुहुन्छ साइनली बडालाइनले 3 गोल हालिसकेको छ र अबको केही छिनपछि सेकेन्ड हाफ स्टार्ट हुन आँटेको छ। र साथी कहाँ लाग्यो फेरि गोल हुई कि नहीं? गोल तो पानी ने फिर हमने गोल तो चांस में से और कितना गोल हुई?
और तूने फिर पानी ना होने चांस एक गोल है कर और बड़ा लाइन और गोल मारी नहीं 4 से 5 हो सके 5 गोल हुई और कहीं तूने पानी ना की पानी डिस्टर्ब करी तूने पानी में गोल मार दिले रांगामाटी कितना मारी रांगामाटी का देखिए एखान तक चांस है चांस है नहीं चला था देखो ना सेकंड हाफ में का अभी तो इनमान भी देखबा हम इन भी देखो थे हाँ